लन्डनमा आउनुको, त्यसको बारेमा कुरा गरौँ। र पोइन्ट नम्बर 1 मा चाहिँ लन्डन आउँदाखेरि तपाईँको लन्डन आउनुको फाइदाहरू के छ त्यसको विषयमा म कुरा गर्न जाँदैछु। लन्डन आउनको लागि चाहिँ तपाईँहरूसँग एउटा फ्री माइन्ड सेट हुनु पर्यो पहिला सुरुमा। लन्डन आउनको लागि चाहिँ मस्ट नेसेसरी चिज के हो भने तपाईँहरूको पैसा। तपाईँहरूको बजेटले डिफाइन गर्छ कि तपाईँको लागि इनसाइड या त आउटसाइड लन्डन हो भनेर। अब लन्डनमा केही अपर्च्युनिटीहरू छ, केही च्यालेन्जेसहरू पनि छ। ल हामी कुरा गरौँ पहिला सुरुमा अपर्च्युनिटिजको बारेमा। के अपर्च्युनिटिजहरू छ त हाम्रो लन्डनभित्र, होइन? त्यो कुरा गर्न जाँदाखेरि चाहिँ फर्स्ट एन्ड फर्मोस्ट थिङ मैले भेटेको सबैभन्दा ठुलो अपर्च्युनिटी लन्डनमा भनेको जब अपर्च्युनिटीहरू चाहिँ लन्डनमा प्रशस्त छ। किनकि लन्डन आफैमा एउटा ठुलो सिटी हो। तपाईँलाई आउन किन मन लागिरहेछ लन्डनमा? यो कुरा आफूसँग क्वेसन गर्नु पहिला सुरुमा। किनकि त्यहाँको लाइफस्टाइल, त्यहाँको मोडर्न लाइफस्टाइल, त्यहाँको हिस्ट्री सबै कुरा हेर्न, एक्सप्लोर गर्न, ट्राभल गर्न, होइन? र त्यहाँको बिजी लाइफ हेर्नलाई